So hey guys, welcome back to my channel and please ignore my आँखाको मेकअप किनभने म अघि धेरै हाँसेर मेरो आँखाभरि आँसु नै आँसु भएको छ त्यही भएर सो आज हो मेरो बर्थडेको पार्टी मेरो बर्थडे चाहिँ एक्चुअली गइसक्यो बट स्टिल चाहिँ आज हो मेरो बर्थडेको पार्टी र हामीहरूको बर्थडेको पार्टीको भ्यू यस्तो छ हामीहरूको टक्क यहाँ चाहिँ केक सेक पनि रेडी भइसकेको छ यहाँ टक्क परले केक काटी चाहिँ सकिसकेको छ यी हाम्रो ह्याप्पी बर्थडे मेरो नाम अनि त्यसपछि यो उ छ अनि त्यसपछि यहाँ चाहिँ डिस्को सिस्को लाइट गएर टक्क गरेर आएको हामीले चाहिँ टक्क यतापट्टि अनि त्यसपछि दिस इज माई फिट गाइज मेरो चाहिँ यहाँ अलिक राम्रो देखेको छैन हामी चाहिँ सरी फर द्याट अनि त्यहाँबाट यहाँ छ मेरो बेस्ट फ्रेन्ड वाइ हेयर वाइ शिवानी हेलो ओइ नम्रता सो गाइज हामी चाहिँ यहाँ एकदम हाँसिरहेका थियौँ हामीले चाहिँ खानासाना सबै कुरा खाइसकेका छौँ अनि हामीको चाहिँ लाइक यो चाहिँ हामीको डान्स स्टेज हो अहिले चाहिँ हामी डान्स गरेर हामी हामीको ब्लुटुथ नि अन छ अनि इट इज अ भेरी दादा हेलो हेलो सो अहिले चाहिँ हामीहरू यहाँ हाम्रो हुनुहुन्छ गेस्टहरूमा हुनुहुन्छ हाम्रो हजुरआमा हजुरआमा हाई हाई अनि हाई 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 दिदी हाई हाई अनि त्यसपछि यहाँ हामीहरूको सकिन्न अनि त्यसपछि हाम्रो मम्मी अनि त्यसपछि हामीको बाबा चाहिँ उतापट्टि उसिन्छ त्यो गाइजहरू ऊ हामीको भिनाजुलाई हेर म हेलो भिनाजु हाई ऊ भेरी भेरी साई अनि त्यसपछि हामीहरू जाँदैछौँ कहाँ भने दादाको जर्सी नम्बर हेर्नुहोस् बाबा हाई हाई अनि यहाँ चाहिँ हामीको टक्क सबै खानेकुराहरू रेडी पारिस भइसकेको छ अनि त्यसपछि हामीको यहाँ स्प्रे नि छ सो गाइज अहिले चाहिँ अब हामी टक्क हामीको बर्थडे सट्टी टक्क मनाइसकेपछि चाहिँ हजुरलाई अब म अपडेट दिन्छु तबसम्मको लागि बाई सो गाइज अहिले चाहिँ हामी डान्स गरेर अब म गड हेरेर तू होगे बट्टुडू तो गुड़िया बट्टुडू तू होगे मुंडे दी अटंगा लारुडी सो गाइज अहिले चाहिँ हामी डान्स गर्दैछौँ अब डान्स गरिसकेपछि एक सौ भिडियो रेकर्ड गरेर लाउँछु है गाइजहरू नगर्नु अहिले एकछिन फोटो सो हे गाइज आज लाइक मेरो ठ्याक्क बर्थडेको केक नि काट्यो अनि मेरो हालत हेर्नु गाइजहरू मेरो यो अलरेडी आँखा बिग्रिसकेको थियो यो हेर्नु यो फगी फग दिस इज मी अनि यहाँ चाहिँ मैले दक्षिणाहरू नि पाएको ह गिफ्टहरू नि पाएको ह सो आइम गर्न बी अनबक्सिङ द गिफ्ट इन दिस भिडियो होइन अनि केक खाइरहेको छ अनि त्यसपछि अब चाहिँ हामीहरू गिफ्ट अनबक्सिङ गरेको एउटा भिडियो बनाउँछौँ है त गाइजहरू पक्ष सो गाइस आज चाहिँ हामीहरूले मैले अघि नहरूलाई भने जसरी म चाहिँ गिफ्ट अनबक्सिङ गर्दै जाँदैछु अनि फर्स्ट अफ अल यो ब्लू हेडको बक्सहरू गरेर यो दादाले दिएको थियो सो मैले गेस गरेकै कुरा हो होइन अनि यो चाहिँ यसो क्युट इयर मफ भन्न इयर मफ अनि यस्तो दामी छ गाइस यस्तै लाउने अलिक अहिले लाउँदैतिर खोर हुन्छ क्या अनि त्यसपछि यो चाहिँ मलाई दिदीले दिन्छ है यो चाहिँ मलाई दिदीले दिसेकोले मलाई अस्ति नैदेखि सरप्राइज हो तँलाई चाहिने कुरा हो तैँले धेरै मन पराउँदैछ भन्छ छ सो लेट्स सी ओ कस्तो राम्रो गाइस सो गाइस हेर्नु अब मैले टक्क जाडो महिनामा क्रप टी सर्ट लाएर यो स्वेट सर्ट लाएर जाने बेलामा पनि आई वोन्ट फिल जाडो
जाडो त हुन्छ त्यही पनि हुँदैन अनि यो चाहिँ मेरो भिराजुको अलरेडी आधी निक्लिसकेको छ भिराजुको अलिकति आधी निस्किसक्यो भन्न खोजेको देखिसक्यो भन्न खोजे सो गाइस दिस इज लाइक भिराजुले दिएको ज्याकेट कस्तो गप्प परेको छ हेर्नु गप्प परेको छ अनि सो गाइस हेर्नु क्या दामी छ आई रियली लभ दिस अल गिफ्ट हैन अनि थ्यांक यू भेरी अनि मच खोइ त मम्मी बाबाहरूको गिफ्ट अनि मम्मी बाबाहरुको दक्षिणा हो क्या सो गाइस अब दक्षिणा देखाउने र दक्षिणा देखाएर आएको नि यस्तो त छ उता राख्दैछु मैले अब उता राखिदिनु भएको छ रे गाइजहरु अनि मैले चाहिँ यसरी गिफ्ट पाएँ अझ मेरो साथीहरूले नि गिफ्ट दिएको छ हैन सो आइ एम गोना सो यु व्हाट दे हैव गिभन ल गाइस पक्ष त को सो गाइज अब मैले चाहिँ लिएर आइसकेको छ गिफ्ट यहाँ हेर्न सक्नुहुन्छ कति धेरै छ यहाँ अनि सो फर्स्ट अफ अल मैले बर्थडेकै दिन पाएको वाला गिफ्ट बर्थडेभन्दा अगाडि पाएको चाहिँ मैले यो बो हो मेरो चाहिँ मामाले लाइक विदेशबाट ठ्याक्क आउनुभएको थियो नि त सो हि गिफ्टेड मी दिस एकदम राम्रो भयो क्युट छ होइन अनि त्यसपछि अर्को मैले बर्थडेको दिन पाएको भनेको यो चाहिँ मेरो अर्को बेस्ट फ्रेन्ड रिया भन्ने रियाले दिएको थियो अनि त्यसपछि झुम्का पनि यहाँ दिएको छ यी कस्तो राम्रो हो अनि त्यसपछि मलाई अर्को यो बेस्ट फ्रेन्डले चाहिँ यो सरी एउटा स्क्रन्ची दिएकी छे अनि त्यसपछि यो एउटा लिप बाम दिएकी छे अनि अनफर्चुनेटली यो मैले चाहिँ ठ्याक्क बिहान पाएको यो पकेटमा पाएको थियो यो रिङ होइन अनि तर मैले रिङलाई चाहिँ पकेटमै डिस्ट्रोय गरिदिएँ क्या गाइजहरू आई फिल सो सरी अबाउट दिस होइन यति राम्रो थियो है मलाई त्यो कस्तो हेर्ने बित्तिकै मन परेको थियो बट अनफर्चुनेटली बट आइ एम गोना मेक इट ह्यापन टु इट सो गाइज यो भयो अनि त्यसपछि यो मान्छेले दिएको चाहिँ यो नम्रता नमुले दिएको चाहिँ यो फ्लावरवाला क्लिप अहिलेको एकदम धेरै ट्रेनिङ चलेको अनि त्यहाँपछि यो पम पमवालाको पम किरिङ अनि त्यसपछि यो चाहिँ मैले यो नि बर्थडेमै पाएको यो चाहिँ ज्यास्मिन भन्ने साथीले दिएको थियो यो टपको सेटहरू अनि त्यसपछि अनि यो वाला दिएको हो यो पनि मलाई धेरै मन परेको थियो अनि यो किन लिएर आइ भएन थाहा छैन तर लिएर चाहिँ आइ होइन अनि यो चाहिँ मेरो यसको कहानी छुट्टै छ भन न अनि यो चाहिँ मेरो मम्मीले अस्ति नै गिफ्ट किनिदिनु भएको थियो अनि त्यो चाहिँ अनि अहिले देखाइरहेको छ अनि त्यसपछि द्याट मच अनि भर्खर उसले फेरि दिइसक्यो अनि त्यसपछि यो नि हो भनौँ अब अनि त्यसपछि गाइज अब आजको लागि सायद यति नै हो ब्लग अनि अब नेक्स्ट ब्लगमा भेटौँला आई होप यु अल लाइक इट अनि थ्याङ्क यू भेरी मच फर अल अफ यर लभ एन्ड सपोर्ट हजुरलाई भनेर उनीहरूलाई होइन अनि त्यही भएर आजको लागि बाई अनि आजको लागि यति नै ब्लग अब भोलि भेटौँला तबसम्मको लागि बाई